शिक्षाले नै ल्याउँछ यहाँ साँचो मानवता। न त ठुलो जात हुन्छ न त सानो मान्छे यहाँ, सबै बराबर बनाउने बाटो शिक्षा नै हो यहाँ। धन्यवाद। कार्यक्रम सञ्चालक ज्यू, यस सभाका सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत देशवासी अन्य अतिथिहरू, श्रोते गुरुवर्ग, निर्णायक मण्डल लगायत प्रतिस्पर्धी अप्रतिस्पर्धी तथा सम्पूर्ण मान्यवरप्रति स्वीकार्नुहोस् म प्रकाश विद्यालयको तर्फबाट र मेरो अध्ययन विद्यालय श्री महाविद्यालय पोखरीको तर्फबाट न्याय अभिवादन। आज मिति 2083 साल 3 महिना 20 गतेको दिन यस ताप्लिका पालिकामा आयोजित वक्तृता प्रतियोगितामा म पनि भाग लिएर बनाएर व्यक्त गर्न मैले आफैलाई भाग्यवान ठानेको छु। आजको यस वक्तृता कलाको शीर्षक दलित सशक्तिकरणमा शिक्षाको महत्त्व भन्ने शीर्षकमा मेरो धारणाहरू व्यक्त गर्न म सभाध्यक्षसँग अनुरोध चाहन्छु। सभाध्यक्ष महोदय, नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, विविधतामूलक देश हो। यहाँ धेरै प्रकारका जाति, भाषा, धर्म, लिङ्ग, वर्ण, समुदायका मानिसहरू बसोबास गर्छन्। त्यही समुदायमध्ये दलित समुदाय पनि एक महत्त्वपूर्ण हिस्सा हो। पछिल्लो जनगणना 2078 अनुसार नेपालमा दलित समुदायको जनसङ्ख्या 4% देखि 13.6% रहेको छ। अङ्कमा हेर्ने भने 38 लाखभन्दा बढी दलित समुदायका मानिसहरू नेपालमा बसोबास गर्छन्। हाम्रै कोशी प्रदेशमा पनि दलित समुदायको जनसङ्ख्या 6% देखि 7% आसपास रहेको छ भने उदयपुरमा पनि 12% दलित समुदायको जनसङ्ख्या रहेको छ। तर यद्यपि जनसङ्ख्या दलित समुदायको ठुलो मात्रामा भए पनि लामो समयदेखि दलित समुदायका व्यक्तिहरूले जातीय भेदभाव, छुवाछुत र अपमान जस्ता समस्याहरू भोग्दै आइरहेका छन्। जस्तै उदाहरणका लागि त्यही दलितले बनाएको त्रिशूल मन्दिरमा राखेर पूजा गर्ने, तर त्यही दलितलाई मन्दिरभित्र प्रवेश गर्न नदिने, मन्दिरभित्र प्रवेश गर्दा अशुभ हुन्छ भन्ने मान्ने राख्ने, त्यही दलितले सिलाएको कपडा लाएर आफूलाई ठुलो मान्छे ठानेर हिँड्ने, तर त्यही दलितलाई पैतालाको धुलो शरीरमा मार्ने। सभाध्यक्ष महोदय, त्यही दलितले बनाएको हतियार राष्ट्रिय खुकुरीको रूपमा मान्ने, तर त्यही दलितले छुएको पानी नखाने, यो कस्तो परम्परा हो म प्रश्न गर्न चाहन्छु। तर आजको नेपाल परिवर्तन हुँदै गएको छ। नेपालको संविधान 2072ले सबै नागरिकलाई बराबर र समान हक र अधिकार दिएको छ। जातीय भेदभाव र छुवाछुतलाई पूर्ण रूपमा निषेध गर्नुको साथै जातीय भेदभाव र छुवाछुत सम्बन्धी ऐन 2072ले यदि कोही कसैले पनि जातीय भेदभाव र छुवाछुत गरेमा त्यस्ता व्यक्तिलाई कानुन बमोजिम जेल, सजाय, जरिमाना वा डुबे हुने कानुनी व्यवस्था गरेको छ। यस्तै समाजमा समानता र न्याय स्थापना गर्ने कोसिस गरेको छ। सरकारले दलित समुदाय विकासको लागि सामाजिक विकास र विभिन्न कार्यहरूमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। जस्तै उदाहरणका लागि अहिले भइरहेको यो कार्यक्रम नै काफी छ। त्यस्तै सरकारी जागिरमा पनि आरक्षितता प्रणाली ल्याएको छ। दलित समुदायका व्यक्तिहरूलाई 9% छुट हुने गर्छ। यदि 100वटा कोठा छ भने 9वटा कोठा छुट्टै दलित समुदायका व्यक्तिहरूलाई दिइने गरिन्छ। त्यस्तै छात्रवृत्ति, विकास तालिमहरू जस्ता अवसरहरूले गर्दा दलित समुदायका व्यक्तिहरूलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ। सभाध्यक्ष महोदय, अब म दलित सशक्तिकरणमा शिक्षाको महत्त्वतर्फ प्रवेश गर्न चाहे। शिक्षा कुनै पनि समुदाय विकासको मुख्य आधार हो। विशेष गरी दलित सशक्तिकरणका लागि शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो। प्रहरीले बोक्ने बन्दुक उनीहरू हतियार जस्तै दलित सशक्तिकरणका लागि शिक्षा सबैभन्दा शक्तिशाली माध्यम हो। शिक्षाले मानिसलाई आत्मविश्वास दिन्छ, आत्मनिर्भर बनाउँछ र अगाडि बढ्ने बाटो खोज्छ। एक शिक्षित व्यक्तिले सरकारी जागिर, राम्रो निजी रोजगारी र व्यवसायका अवसरहरू प्राप्त गर्न सक्छन्। यसले आर्थिक अवस्थामा सुधार गर्नुको साथसाथै गरिबी पनि न्यूनीकरण गर्छ। जब व्यक्तिको आर्थिक अवस्थामा सुधार आउँछ तब व्यक्तिको जीवनस्तर पनि स्वतः सुध्रिँदै जान्छ। शिक्षाले केवल रोजगारीमा मात्र होइन, मानिसको सोचमा पनि परिवर्तन गर्छ। एक शिक्षित व्यक्तिले समाजमा भएको कुरीति, कुसंस्कार, कुप्रथा विरुद्ध आवाज उठाउन सक्छन्। यदि दलित समुदायका सबै व्यक्तिहरू शिक्षित भए पनि उनीहरूले समाजमा रहेका जातीय भेदभाव र छुवाछुतलाई पूर्ण रूपमा निषेध गर्न सक्छन्। त्यसैले हामी सबैले दलित समुदायसम्म शिक्षा पुर्याउनुपर्छ भन्ने हाम्रो साझा लक्ष्य हो। एक भारतीय संविधानको मुख्य निर्माता भीमरावजी अम्बेडकरको एक भनाइ छ, शिक्षा त्यो शेर्नीको दुध हो जसले पिउँछ उसले गर्दिन सिद्ध। वास्तवमा हो सभाध्यक्ष महोदय, जहाँ शिक्षा छ त्यहाँ चेतना छ र जहाँ चेतना छ त्यहाँ विकास छ। त्यसैले त भन्नु परिन्छ शिक्षा भनेको केवल किताब पढ्नु मात्र होइन, शिक्षा त मानिसको जीवन बदल्ने शक्ति हो। शिक्षाले मानिसलाई अघि बढाइरहेको छ, सबैलाई सम्मान गराइरहेको छ। त्यसैले हामी आफूले सबैले शिक्षा प्राप्त गर्नुपर्छ भन्ने हाम्रो साझा लक्ष्य हो। हामी यदि दलित समुदायलाई हामीले शिक्षामा अगाडि बढाउन सकेनौँ भने विकास अधुरै रहन्छ। जब सबै समुदायसम्म शिक्षा पुग्नेछ तब कुनै पनि समुदाय पछाडि पर्ने छैन। त्यसैले हामी सबै समुदायसम्म शिक्षा पुर्याउनुपर्छ भन्ने हाम्रो साझा लक्ष्य र उद्देश्य हो। म अन्त्यमा के भन्न चाहन्छु भने दलित सशक्तिकरणका लागि सबैभन्दा शक्तिशाली माध्यम शिक्षा हो। शिक्षा बिना समानता सम्भव छैन र समानता बिना विकास सम्भव छैन। त्यसैले हामी आफूले पनि शिक्षा प्राप्त गरौँ र अरूलाई पनि शिक्षित बनाऊँ भन्दै म यस मञ्चबाट ओजेल गर्न चाहन्छु। हस्त धन्यवाद। यहाँले